गुड इभिनिङ, नमस्ते संसारभरि छरिएर रहनुभएका नेपाली भाषीहरू। अहिले म सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेलधुरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर 3 मा रहेको यो सुन्दर मनोरम रमणीय आलितालको सेरोफेरोमा छु र यो आलिताल प्राकृतिक रूपले एकदम सुन्दर ठाउँमा छ। वरिपरि तपाईँ देख्न सक्नुहुन्छ हरियाली छ, एकदम स्वच्छ वातावरण छ र यो एकदम प्राकृतिक रूपमा नै निर्माण भएको ताल हो। यो मानव निर्मित ताल होइन। नेपालका अन्य ठाउँ पोखरीहरू मानव निर्मित छन् भने यो आलिताल चाहिँ प्राकृतिक रूपमा नै बनेको ताल हो र यहाँ विभिन्न जलचर प्राणीहरू पनि छन्, माछाहरू पनि छन् र वातावरण एकदम रमाइलो छ। पर्यटनको दृष्टिकोणले नेपालको अन्य ठाउँको तुलनामा यो ठाउँ पनि एकदम लुकेको ठाउँ तर मानिसहरू आउनै पर्ने ठाउँ हो। त्यसकारण तपाईँ चाहिँ आउँदो नयाँ वर्ष वैशाख 1 गते नेपालका पर्यटकीय ठाउँहरू घुम्ने सिलसिलामा सुदूरपश्चिम आउन चाहनुहुन्छ भने तपाईँले यो ठाउँ चाहिँ नछुटाउनु होला। यो आलिताल चाहिँ एकदम छुटाउन नहुने ठाउँ पनि हो र विशेष गरी मानव निर्मित ठाउँभन्दा प्राकृतिक रूपले बनेका ठाउँहरू चाहिँ हाम्रो देशको लागि धेरै महत्त्वपूर्ण छन्। हामी नेपालीहरू एक किसिमले पदयात्रा हाइकिङ गर्नको लागि नै हाम्रो देश प्रसिद्ध छ। यही सिलसिलामा तपाईँहरू चाहिँ यो ठाउँमा आउन कुनै दुर्गम ठाउँ पनि त्यस्तो भ्याउनु पर्दैन। कैलाली जिल्लाको अतरियाबाट बुढर भन्ने ठाउँ, जुन सुदूरपश्चिम राजमार्ग अन्तर्गत डोटी जाने ठाउँमा बुढर ठाउँ भन्ने ठाउँबाट आएर 15-20-25 किलोमिटर आउनुभयो भने यो ठाउँमा आउन सकिन्छ। 3 किलोमिटर तलसम्म यहाँ पिच बाटो पनि छ, त्यसपछि ग्राभेल बाटो छ, यहाँ सहज रूपमा आउन सकिन्छ र यो 3 किलोमिटर अटोको यात्रामा पनि तपाईँ आउन सक्नुहुन्छ। र हामी पनि कामको सिलसिलामा यो ठाउँमा आएको थिएँ। नेपालको अन्य ठाउँमा जाँदा तपाईँहरूले जसरी पहिले नयाँ ठाउँको भ्रमण गराउँथे, तिलिचे ताल, रारा ताल लगायतका विभिन्न चाहिँ सल्यानको कुपिने दल लगायत जुन ठाउँमा म जान्थेँ तपाईँलाई नयाँ ठाउँको भिडियो देखाउँथेँ, नयाँ ठाउँको अवलोकन गराउँथेँ। यस सिलसिलामा म आलिताल आएको बेला पनि मैले पनि यो अवलोकन गरेँ, तत्पश्चात तपाईँहरूलाई पनि यसको अवलोकन गराएँ। आशा छ यो डकुमेन्ट्री तपाईँले मन पराइदिनु भएको होला र आउँदा दिनहरूमा पनि म नेपालको जुनसुकै ठाउँमा जान्छु, म घुमिसकेपछि तपाईँलाई पनि त्यो ठाउँको अवलोकन गराउने नै छु। मेरो केही कमी कमजोरी छ भने फिडब्याकको रूपमा कमेन्टको रूपमा दिन सक्नुहुन्छ भन्दै अहिलेलाई यो सानो डकुमेन्ट्रीबाट बिदा चाहन्छु। हस्त, नमस्ते, धन्यवाद।